नमस्कार दर्शकवृन्द, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। दर्शकवृन्द, अन्ततः नेपालले सुपर 6 मा युएईलाई 1 रनले हराइसकेपछि सनसनी मचिएको छ। नेपाली क्रिकेट टिमको तारिफ भएको छ, नेपाली खेलाडीहरूको तारिफ भएको छ, नेपाली क्रिकेटर दिपेन्द्र सिंह एरीको विश्वभरि पनि चर्चा भएको छ। यो खुसीको खबर रहेको छ। नेपालले यसरी जित हासिल गर्यो। साँच्चै भनिन्छ नि, सास रहन्जेल आस रहन्छ भनेर। नेपालले जित्छ भनेर यो म्याच कसैले पनि सोचेको थिएन होला। सायद सबैजनाले माया मारिसकेको अवस्थामा फेरि पनि सास रहन्जेल आस बाँकी रहन्छ भने जस्तै नेपाल क्रिकेट टिमले जित हासिल गरेरै छोड्यो। अन्त्यमा दिपेन्द्र सिंह एरीले चमत्कारिक प्रदर्शन गर्न सफल भएका छन्। यसको लागि पनि बधाई छ टिम नेपाललाई। फेरि पनि एकपटक मैले दिन चाहन्छु। र क्रिकेटको एल क्लासिकोमा नेपालको चमत्कारिक जित भयो। विश्वकप छनौटको सुपर 6 मा नेपालले युएईलाई रोमाञ्चक तरिकाले पराजित गर्दै असम्भवलाई पनि सम्भव बनाएको थियो। यसले चाहिँ सारा नेपालीहरूलाई खुसी पनि बनायो। 140 रनको सामान्य स्कोरपछि हार निश्चित जस्तो देखिँदै गर्दाखेरि चाहिँ अन्तिम ओभरमा दिपेन्द्र सिंह एरीले अद्भुत बोलिङ प्रदर्शन गरे र इतिहास रच्न सफल भए। अन्तिम बलसम्म सास रोकेर हेरेका फ्यान्सहरूले चाहिँ अन्ततः खुसीले उफ्रिन बाध्य भए। नेपालले युएईलाई 1 रनले हरायो। त्यो कुनै सामान्य कुरा थिएन। 83 रनमा 1 विकेटको अवस्थामा रहेको युएई सामु नेपाल क्रिकेट टिमले जित्छ भनेर कसैले पनि सोचेका थिएनन्। जम्मा 141 रन मात्रै बनाउनु पर्ने थियो भने 83 रन बनाइसकेको अवस्थामा त्यो पनि 1 विकेट गुमाएको थियो युएईले। यस्तो अवस्थामा पनि नेपाली टोलीले हार मानेन। आत्मबल, एकता र अन्तिम क्षणसम्मको सङ्घर्षको अर्थ फेरि प्रमाणित गर्यो कि नेपालले जित्न सक्छ, नेपालले गर्न सक्छ, युनिटीमा बल हुन्छ भन्ने कुरा यहाँबाट प्रमाणित गरेको छ। सबै खेलाडीहरूले तन मन लगाएर खेले, बल लगाएर खेले र दिमाग लगाएर खेले र जित हासिल गर्न सफल भए र सम्पूर्ण विश्वभर रहेका नेपालीहरूलाई फेरि एकपटक खुसी बनाएका छन्। विगतमा हरेक पटक हारेको पीडा र दुःख भुलाउने फेरि अर्को ठुलो खुसी ल्याइदिए नेपाली खेलाडीहरूले, नेपाली टिमले र सम्पूर्ण नेपाली फ्यान्समा खुसी बनाए र हर्ष उल्लास र सेलिब्रेसन गर्नतर्फ बाध्य बनाइदिए। यो खुसीको क्षण थियो दर्शक महानुभावहरू। अब अगाडिको यात्रा के हुन्छ त? अब आज कतारसँग खेल रहेको छ। के आज कतार विरुद्धको खेल जिते नेपाल क्रिकेट टिम आज नै विश्वकप छनौट हुने सम्भावना कतिको रहन्छ? कतारलाई फेरि दिपेन्द्र सिंह एरीको डर कतिको होला? फेरि 6 बलमा 6 छक्का हान्ने हो कि भन्ने डर होला? र त्योभन्दा अगाडि युएईसँग खेल हेरेको छ भने त्यो दिपेन्द्र सिंह एरी र नेपाली टिमको खेल देखेर कतार पनि तर्सेको हुनुपर्छ। आज कतार विरुद्ध खेल रहेको छ। यो बारेमा हामी भिडियोमा चर्चा गर्नेछौँ। कतार विरुद्ध कुन कुन खेलाडीहरू नेपालको तर्फबाट खेल्न सक्नेछन् र प्रमुख हतियार कुन खेलाडी हुन सक्छन् र कतारका कुन खेलाडीलाई पाखा लगाउँदा नेपालले जित हासिल गर्न सक्छ सहजै भन्ने विषयमा हामी भिडियोमा चर्चा गर्नेछौँ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। नेपाली क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेटको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला र एक लाइक गरेर पनि नबिर्सिनुहोला। दर्शकवृन्द, नेपालले आइसिसी टी20 विश्वकप एसिया र इस्ट एसिया पेसिफिक छनौटको सुपर 6 मा सोमबार कतारको सामना गर्दा सायद नेपाली क्रिकेट प्रेमीहरूलाई सन् 2019 जुन 23 को याद आउन सक्नेछ। किनभने यो दिन नेपाली क्रिकेट टोली आफ्नो अन्तर्राष्ट्रिय यात्रामा सबैभन्दा अनपेक्षित हार बेहोरेको थियो र नेपाललाई मात दिन टोली थियो कतार। आइसिसी टी20 विश्वकप एसिया क्षेत्र छनौटमा नेपाल र कतार प्रतिस्पर्धा गरिरहेका थिए। यी दुवै टोली पहिलो पटक आम्ने सामने भएका पनि थिए। सिङ्गापुरको इन्डियन एसोसिएसन मैदानमा भएको खेल अघि सायद सबैले सोचेका थिए खेल नेपालले सहजै आफ्नो पक्षमा पार्नेछ। विश्व क्रिकेटमा आफूलाई उदयमान टोलीका रूपमा स्थापित गरिरहेको नेपाल र भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चाल्दै गरेको कतार विरुद्धको खेलमा यो अनुमान गलत पनि थिएन। तर सबैलाई आश्चर्यमा पार्दै खेल कतारले जित्न सफल भयो। नेपालले प्रस्तुत गरेको 123 रनको लक्ष्य कतारले 4 बल बाँकी रहँदा 6 विकेट गुमाउँदै पूरा गर्न सफल भएको थियो। त्यसो त यी दुई टिम बीच भएका दुई खेल भने नेपालले आफ्नो पक्षमा सहजै पार्न सफल भयो। नेपालले गत वर्ष एसएससी प्रिमियर कपमा 32 तथा यसै वर्ष हङकङमा भएको 4 देशीय सम्मिलित अन्तर्राष्ट्रिय श्रृङ्खलामा 8 विकेटले जित हासिल गर्न सफल भएको थियो कतार विरुद्ध। त्यस्तै सोमबार प्रतियोगितामा उच्च लयमा रहेको नेपाल संघर्षरत कतारसँग सजग रहन पर्ने देखिएको छ। टोलीले प्रतिपक्षलाई कमजोर आँक्ने गल्ती गर्ने छैन। नेपाली टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी प्रतियोगिताका कुनै पनि टोलीलाई कमजोर नठान्ने बताइरहेका छन्। हामीले बाँकी खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्नुपर्छ। सबै खेल प्रतिस्पर्धात्मक हुनेछन्। कुनै पनि टोलीलाई कमजोर ठान्ने गल्ती गर्ने छैन उनले भनेका छन्। हाम्रो लक्ष्य सबै खेल जितेर विश्वकपमा पुग्नु हो भने दिपेन्द्रले युए विरुद्धको खेलपछि भनेका थिए। प्रतियोगितामा नेपालले हालसम्म खेलका 3वटै खेलहरूमा जित दर्ता गरिसकेको छ। समूह चरणमा कुवेतलाई 58 रन, जापानलाई 5 विकेटले पराजित गरेको थियो भने यसैगरी टोलीले सुपर 6 को पहिलो खेलमा नै चिरपरिचित प्रतिद्वन्दी र बलियो युए विरुद्ध 1 रनको रोमाञ्चक जित दर्ता गरेर शानदार फर्ममा नेपाली क्रिकेट टिम रहेको छ र कतारलाई पनि डर र त्रास भएको छ। किन भन्दा नेपालसँग खेल्न लागिरहेको छ। आज 8:45 बजेबाट सुरु हुनेछ नेपाल र कतार बीचको खेल। रोहित कुमार पौडेलको कप्तानमा रहेको नेपाल सुपर 6 मा लगातार दोस्रो जितसँगै विश्वकपमा पुग्ने
हुने सम्भावनालाई अझै बलियो बनाउन चाहन्छ। यता मिर्जा मोहम्मद बेगको कप्तानीमा रहेको कतारले 3 खेलमा 2 हार र 1 जितको नतिजा निकालेको छ भने समूह चरणमा युएईसँग 7 विकेटले हार बेहोरेको थियो। कतारले मलेसियालाई 8 विकेटले हराएको थियो भने यसैगरी टोली सुपर 6 को पहिलो खेलमा घरेलु टोली ओमानसँग 34 रनले पराजित भइसकेको छ। कतार नेपाल विरुद्ध जित निकाल्दै विश्वकप छनौट हुने सम्भावनालाई जीवितै राख्ने सोचमा रहेको छ। यो जीवितै राख्ने सोचलाई आज मारिदिनु पर्नेछ नेपाल क्रिकेट टिमले, किन भन्दा नेपाल क्रिकेट टिमका खेलाडीहरूले शानदार प्रदर्शन गर्न सफल भइरहेका छन् र युएई विरुद्धको खेल हेर्नुहुन्छ भने पनि दिपेन्द्र सिंह एरीले यस्तो शानदार प्रदर्शन गरे। उनी फिल्डिङ होस्, बलिङ होस् र ब्याटिङमा पनि उनी धमाकेदार खेल प्रस्तुत गर्न रुचाउँछन् र त्यही अनुसार 2024 मा चाहिँ नेपाल क्रिकेट टिमले कतार विरुद्ध राम्रो प्रदर्शन गरेको थियो र जित हासिल गरेको थियो। त्यस्तै गरी कतारको बलर विरुद्ध दिपेन्द्र सिंह एरी हाबी भएका थिए, एउटै ओभरमा 6 छक्का प्रहार गरेका थिए र एउटा इतिहास रच्न सफल भएका थिए। त्यो दिनको पनि याद आएको छ होला र हिजो मात्रै भएको युएई विरुद्धको खेलमा दिपेन्द्र सिंह एरीले गरेको प्रदर्शन हेरेर पनि कतारलाई डर पक्कै पनि छ, किन भन्दाखेरि नेपालको शानदार खेलाडीहरू रहेका छन् र अब दिपेन्द्र सिंह एरी मात्रै यस्ता खेलाडी छन् कि जुन कुनै विपक्षी टिमले पनि एकपटक सोच्नुपर्नेछ रन लिनुभन्दा अगाडि। ब्याटरहरूले सोच्नेछन् दिपेन्द्र सिंह एरीको हातमा बल छ भने भाग्नै छैनन्। यो कुरा चाहिँ हामीले देखेको कुरा हो र लगातार विश्वकप छनौटका खेलहरूमा पनि दिपेन्द्र सिंह एरीले त्यो प्रमाणित गरेर देखाएका छन्। उनको ब्याट शान्त छ, बलिङ र फिल्डिङमा भने चुस्त प्रदर्शनले देखाएका छन् र त्यसले गर्दा कहीँ न कहीँ नेपालको पक्षमा गेम चेन्जिङ भएर आउने सुनिश्चित भएको देखिन्छ। र आजको खेलमा कतार विरुद्ध केही सजगता अपनाउनु पर्ने हुन्छ। कतार विरुद्धको खेलमा चाहिँ केही खेलाडीहरू यस्ता छन्, यी खेलाडीहरूलाई छिटै नै आफ्नो जालमा फसाउन सकेको खण्डमा अवश्य पनि नेपालको जित सुनिश्चित हुनेछ, त्यो पनि सहज तरिकाले। मिर्जा बेग रहेका छन् कप्तान, उनको खेल प्रदर्शन राम्रो छ। त्यस्तै अर्का शानदार खेलाडी छन् जुबेर अली र बलरमा मुजिबुर रहमान, शरीक आजम, मोहम्मद तन्वीर। अमिर फारूकको बलिङमा अलिकति गाह्रो हुन सक्छ नेपाललाई भने मोहम्मद मुराद र मोहम्मद असिमले पनि राम्रो खेल्ने गरेका छन् र यी खेलाडीहरूलाई रोक्न सकेको खण्डमा र 1-2 जना अन्य ब्याटरहरू पनि छन्, ती ब्याटरहरूलाई छिटै नै आफ्नो जालमा फसाउन सकेको खण्डमा नेपाली क्रिकेट टिमले कतार विरुद्ध पनि सहज जित निकाल्न सक्नेछ र यो जितसँगै सुपर 6 को पोइन्ट्स टेबलमा चाहिँ नेपाल नम्बर 1 मा आउन सक्नेछ। दर्शक महानुभाव, किन भन्दा नेपालसँग 6 अङ्क हुनेछ, अलरेडी 6 अङ्क हुनेछ, 4 अङ्क भइसकेको छ। अब आज कतार विरुद्ध जित हासिल गर्न सकेको खण्डमा नेपालले चाहिँ 6 अङ्क बटुल्नेछ र पोइन्ट्स टेबलको नम्बर 1 मा आउनेछ भन्दा फरक नपर्ला र विश्वकपको सम्भावना पनि आजकै खेलबाट लगभग तय हुनेछ। दर्शक महानुभावहरू, किन भन्दाखेरि नेपालसँग 6 अङ्क हुनेछ, 6 अङ्क हुने टोलीले अलरेडी विश्वकपको एसिया छनौटको यो पोइन्ट्स टेबलबाट टप 3 भित्र रहँदै अगाडि विश्वकपको यात्रा तय गर्न सक्नेछ भन्ने